Alright guys, so hello and namaste to each one of you watching this vlog, and I welcome you to my channel Chiran B. Rai. And so as you all know that today is 12th of May and it's Buddha Jayanti, and this is going to be my very first time experiencing Buddha Jayanti here in Mangphu. And me and my friends, obviously we are going to celebrate this Buddha Jayanti. There's a monastery nearby the market, and we'll be going there at first, and we'll be visiting the rest of the other monasteries that's here in Mangphu. So the day is also not so good, not so bright, it's cloudy, and maybe we'll get to experience some diesel if we go outside. And I'm getting a call from my friend also because I'm already late. So guys, you know the drill. If you like my video, then please don't forget to like, share and subscribe. So alright guys, we'll see you in a while. Bye. So guys, I have met my friend, and so as you know him, and you guys might have seen him in my previous vlogs also. It's Biswa. So Biswa, are you excited about today? I'm totally excited, and I am ready to experience my first Buddha Jayanti. Alright guys, then we'll see you, right? बहिनी चाहिँ ऊ पर अब हो रेडी भइदिरहेको छ नि त बहिनी चाहिँ अब हामी चाहिँ अब जाने अब चाहिँ हामी गएको, अनि मेरो पछाडि हेरिहाल्नुहोस् तपाईँहरू, भ्यान्टाना टु ब्युटिफुल गर्ल्स। के हो आज त कुर्ती त दामी छ त अन्त। आज सोमबार भएकोले गर्दा चाहिँ मङ्गु बजार त बन्द हुन्छ नि त। आज फेरि मैले बुद्ध जयन्ती पनि अब यो चाहिँ नानी डाँडा यहाँबाट चाहिँ हामी जान्छौँ गुम्बातर्फ। अब हामी चाहिँ now we are almost there at गुम्बा। अब एकदम भव्य रूपमा फोटोसुट भइरहेको छ हाम्रो बहिनीको। एकदम मैले फोटो बिगारेर अब विश्व हामी चाहिँ अब यहाँ गुम्बामा चाहिँ हामी चाहिँ आइसकेको छौँ कि, तर म चाहिँ अब हिजोअस्ति बाजे बित्नु भएकोले गर्दा चाहिँ म चाहिँ पूजाहरू चाहिँ गर्नु हुँदैन नि त, त्यही भएर गर्दा म चाहिँ नगर्ने। उनीहरू चाहिँ जान्छ होला भित्र गएर चाहिँ पूजा गर्छ। सो अब यहाँनिर चाहिँ अब यहाँनिर आइसक्नु भएको छ हो, यो यस्तो घुमाएर आउँछ नि त मार्केटसम्म यताउता कतानिर। सो अब चाहिँ यहाँनिर गर्नु हुँदैछ। यहाँनिर के है तपाईँले देखिरहनु भएको छ, यहाँनिर चाहिँ पुस्तकलाई ढोक्दैछ सबैजनाले है। यो पुस्तकलाई चाहिँ यो चाहिँ एउटा पवित्र ग्रन्थ हो नि त, त्यसै कारण यहाँ चाहिँ अब ढोक्दैछ सबैजनाले हो। हामी चाहिँ प्रेमी हौ। Good. So guys, now we are heading towards the rooftop of this monastery, and अबे यार मारी जाएगा। So let's see क्या है इधर, क्या हो सकता है, what is here। So यहाँ पे तो कुछ भी नहीं है, बस एक व्यू है अच्छा सा। ऐसा एउटा भ्यू रहेछ हौ। यो दुईजना अझै उकालो रहेछ। और ऊपर है ना, लाइक क्या ये लास्ट है। ओके सो दिस ओ यहाँ ओए इधर से भी था तो रास्ता।
You can see the weather. क्या झाँक रहा है क्या? ओके नौ यहाँ यहाँबाट देख्दैन रहेछ नि नाली डाँडाको भ्यू जस्ट वेदर भी इतना बुरा जो है so right now we are at the top of this monastery and from here we get to see a very magical view but since the weather is not favoring us today so view चाहिँ अब त्यो यस्तो छ भ्यू चाहिँ एकदम foggy mist moist ओके हामी दुईजना चाहिँ कहाँ छौ खै हो या दे दार्जिलिङको गएको छैन अझै ए भिडियो आउँछ फेरि बहिनी चाहिँ गएको छ दार्जिलिङकोमा विश्वका त पहले पहला बुद्ध पूर्णिमा है तेरा लाइक उधर नहीं होता ना so far as I've experienced during this occasion of Buddha Jayanti like जहिले पनि पानी चाहिँ परेकै छ अनि आज पनि पानी पर्ने सम्भावना छ हो the weather is totally very bad and यहाँनिर अब प्रायः जस्तो चाहिँ यहाँबाट निस्किन सक्नु भयो फेरि उहाँहरू जानु भएको छ घुम्नुको लागि घुम्न होइन त्यो पुस्तकहरू केही घुमाउनुको लागि एन्ड एज अफ नाउ हामी चाहिँ यहाँनिर चाहिँ बसिरहेको छौँ अङ्कलले चाहिँ यहाँनिर बस्नु भनेर भन्नुभयो नि त या डेफिनेटली अर्को घुममा पनि जाने सो गाइस अब हामी चाहिँ वी गट फ्रुटी खै एपी पनि पाएन एपी पाएन पायो एपी एक थिएन सो ओके गाइस अब हामीले चाहिँ यो टक्कै फ्रुटी पायो एन्ड हामी चाहिँ लाइक हामी चाहिँ अब अर्कोमा जाने होइन त्यो चाहिँ हाम्रो हामी बस्ने हामी छेउछाउमा छ एन्ड हामी चाहिँ यहाँ डिसाइड गर्दैछ कि के खाने ओए तँ क्या खाएगा मोमो र समोसा मैं गरीब हूँ मुझे तुम लोग प्यार से जो भी खिला दो मैं चुपचाप वही खा लूंगा बहिनी तिमी के खाने मोमो र समोसा ला सबै मोमो त समोसा किन तिमी हिँड्न मोमो खानु ओके सो म पनि मोमो खानु अलग गाइस will see you why अब यहाँ देख्नुहुन्छ तपाईँले अब हाम्रो सोफिया चाहिँ अब पैसा निकाल्नु एटिएममा गएको छ हो अनि हामी चाहिँ अब फर्किँदैछ हामी चाहिँ अर्कोतिर जाने अब त्यो अब तपाईँले देख्नु भएको छ है अब यहाँसम्म सायद उहाँहरू चाहिँ यता मुनिबाट जानुहुने रहेछ हो यस जस्तो सोचेको त्यस्तै भयो मुनिबाट जानुहुने रहेछ हो साना नानीहरू पनि रहेछ अहिले चाहिँ पानी चाहिँ कम्ती एकदम लाइट रेन भइरहेको छ हो सो एज युजल है फेरि यहाँनिर टक्कै अब बसेर चाहिँ एकछिन के खाने भोक लाग्यो दिस इज आवर फेभरेट प्लेस टु बी ये कहाँ रखना है ये राख्दैन इधर एन्ड इट्स रेनिङ अल्सो हो अन्त दिदीबहिनीको माया त एकदम नजरै नलागोस् है अब एकदमै भोक लागेको थियो नि त अब त्यो कारण हामीले चाहिँ अब आलु र मोमो चाहिँ अब स्टार्ट गरेको खाएको हामी चाहिँ अब गाइस जस्ट यो था ना कितना झगड़ा फाइटिंग हो रहा है फाइटिंग डिस्कस गाइस पानी तो निकै नै पर्यो अलराइट गाइस सो अब नाउ वी आर So क्या है उसका नाम नहीं मालूम है ना वो गुम्बा का So guys now we are heading towards the monastery that's right next to our village not the village but from the place where we stay and Bitskaman को गुम्बामा चाहिँ हामी गएको त्यहाँबाट आयो हामी चाहिँ बर्खा बजारबाट चाहिँ हामी फर्क्यो मोमोहरू खाएर अनि अब हामी चाहिँ बिचकमानको गुम्बाको तर्फ
So guys, we have finally reached at this Gumba which is nearby, and the name of this Gumba is something like this: Joghen Konshuk Sidu Gumba. So fast having a photo shoot. Alright guys, now we'll enter this Gumba and we'll show you, and I will show you. खीर के भयो मैले chaos, total chaos going on, total chaos. चलना पीछे खाली है How is the taste, bro? Delicious. पूजा का है ना, डिलीशियस ही होगा ना. मुझे भी बहुत डिलीशियस लगा. खाओ खाओ खाओ. So guys, त्यहाँ चाहिँ हाम्रो सक्यो and we are heading towards the next monastery that's nearby, but we do not know the exact location, but still we'll be taking help from people, and yes, so keep watching. हामीले चाहिँ अब अर्कोपट्टि हामी छिर्दैछ. अरे पानी अझै ठुलो आयो नि हौ. पानी त ज्यादा आएको त. गाइस गुम्बा चाहिँ यहाँ रहेछ, एन्ड हामी चाहिँ झन्डै 15 मिनट जस्तो हिँड्यो होला. प्रब्ली चिप्लो छ ए. हजुर हुन्छ हुन्छ. हजुर हजुर. So auntie just informed that the road is this way is pretty slippery, and she told us to be very careful, eh? And let's see guys, how slippery is it? Lo चिप्ल्यो. अरे फिसल जा. चिप्लो रहेछ नि त है अङ्कल. बहिनी बिस्तारै हैन है. Be careful guys, watch out. हुन्छ 4 पाउले हिँड्दा हजुर. ये विश्व कहाँ गया हो ये तो ए विश्व आओ ना इधर मदद में. अरे बाप, ये तो हरामी निकला रे. परीक्षा छ. अर्को बाटो आएपछि यो जानु पर्छ र चल. कसै जानु पर्छ.
सो गाइज दिस इज इट फर टुडेज भ्लग एन्ड आजको भ्लग चाहिँ यहाँ यतैसम्म है, यतिसम्म। एन्ड आई होप तपाईँहरू सबैलाई यो भ्लग सायद मन पऱ्यो होला है। आशा राख्दछु तपाईँहरूलाई यो भ्लग मन पऱ्यो होला भनेर। त्यसर्थ है प्लिज है, तपाईँलाई ड्रिल थाहा नै छ, प्लिज लाइक सेयर एन्ड सब्सक्राइब। एन्ड सो थ्याङ्क यू सो मच फर वाचिङ है। हामी फेरि अर्को भ्लगमा हामी फेरि भेट्नेछौँ छिटै। सो टिल देन टेक केयर, बाई।